यो चाहिँ तपाईहरुले घरमै सजिलोसँग बनाएर खान सक्नुहुन्छ। आजको मेरो रेसिपी चाहिँ हो चिकन चिल्ली। चिकनलाई मैले फ्राई गर्नु छोडिदिए। एकछिन फ्राई हुन्जेलसम्म चाहिँ मैले यता क्याप्सिकम र प्याजलाई पनि चप गर्नु सुरु गरे। चप गरिसकेपछि मैले एउटा बोलमा हालेर त्यसलाई राखे। फेरि एक दुई चोटी चिकनलाई पनि चलाए। त्यसपछि लाएर साइडमा मैले गार्लिकलाई पनि हल्का चप गरे। मेरो चिकन पनि रोस्ट भइसकेपछि मैले यसलाई साइड लाएर राखे। चिकन चिल्ली छ खास, चाख्नलाई सबैले गर्छन् आश, हो कि होइन साथी हो। ल यसै गरी मैले प्याजलाई पनि फ्राई गर्न छोडिदिए। प्याज फ्राई भइसकेपछि मैले अघि चप गरेको क्याप्सिकम र प्याजलाई पनि हालेर दुई चार चोटी चलाएर छोडिदिए। त्यसो लाएर मैले यसलाई चिल्ली फ्लेक्स बनाएको थियो त्यो हाले। त्यसो लाएर टोमेटो केचप पनि थोरै हालेर एकछिन यसलाई पनि मैले चलाइदिएँ मजाले। यो पनि हल्का पाकिसकेपछि मैले माथिबाट स्वाद अनुसारको नुन, जिराको धुलो टक्क 1 चम्चा नभए अलिकति बढी हाल्दा नि हुन्छ हालेर मैले यसलाई पनि मजाले मिक्स गरे। मिक्स भइसकेपछि अघि फ्राई गरेको चिकनलाई पनि हालेर मजाले चलाइदिए। ल हेर्नुस् त गाइस कति मिठो देखेको हेर्दै। फाइनली मेरो चिकन चिल्ली पनि रेडी भयो। रेडी भइसकेपछि यसलाई मैले प्लेटिङ गरे। चिकन चिल्ली बनाउनु चाहिँ धेरै सजिलो छ। यसको लागि चाहिँ हामीलाई फ्राई गरेको चिकन, क्याप्सिकम, प्याज, टोमेटो केचप, चिल्ली फ्लेक्स भए पुग्छ। यस्तै फुड ब्लगको भिडियो हेर्नको लागि मलाई फलो गर्नुहोला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सी यू इन द नेक्स्ट ब्लग गाइज।